र भाइ बहिनीहरुमा नमस्कार छ। म आज भाइ बहिनीहरुलाई यो सेट 2 को क्वेशन नम्बर 19 गर्न लागिरहेको छु। क्वेशन रहेको छ तलको तथ्याङ्कलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस् अथवा रिप्रेजेन्ट द गिवन डाटा इन अ पाई चार्ट। यो सजिलोसँगले हामी यसलाई गर्न सक्छौं। यहाँ हामीले दिएको छ कमोडिटीमा मशरुम, टमाटो, बिन, ब्रिन्जल, पोट्याटो र प्राइस पर केजीमा हामीलाई मशरुमको 90, टमाटोको 40, बिनको 80, ब्रिन्जलको 60 र पोट्याटोको 30 दिएको छ र हामी यसलाई यसरी गर्न सक्छौं। सल्युसन कमोडिटीमा हामीलाई दिएको छ यो मशरुम, टमाटो, बिन, ब्रिन्जल, पोट्याटो। अब प्राइस दिएको छ हामीलाई यसको प्राइस पर केजी 90, 40, 80, 60, 30। भाइ बहिनी हो, अब हामीले यो पाई चार्ट भन्छ यसलाई। यो पाई चार्ट अथवा वृत्तचित्रमा देखाउनको लागि हामीले यो प्राइसलाई डिग्रीमा लानुपर्छ। त्यसैले हामी यहाँ गर्न सक्छौं प्राइस इन डिग्री। अब हामीले डिग्रीमा लानको लागि हामीले सबभन्दा पहिला जम्मा यो प्राइसको भ्यालुलाई हामीले एड गर्नुपर्छ। टोटल निकाल्नु पर्छ हामीले प्राइसको भ्यालुलाई। टोटल यो टोटल गर्यो भने हामी यहाँनिर पाउँछौं 300। अब हामीलाई यो थाहा छ कि हामीले यो पाई चार्टमा देखाउनको लागि यो 300 लाई हामीले 360 डिग्री मानेर चाहिँ अब हामी यसलाई डिग्रीमा लान सक्छौं। यसको लागि अब हाम्रो एउटा यहाँ कन्सेप्टै हुन्छ कि यो मशरुमको लागि 90 सेलाई डिग्री लानको लागि यो मशरुमको भ्यालु डिभाइड बाइ टोटल भ्यालु इन्टु 360 गर्नुपर्छ। यसरी हामीले यो प्रत्येकको इच भ्यालु अपन टोटल भ्यालु इन्टु 360 गर्यो भने डिग्रीमा लान सकिन्छ। जस्तै यहाँ 90 दिएको छ, यो 90 डिभाइड बाइ टोटल 300 गर्ने अनि इन्टु 360 डिग्री गर्यो भने यसको हुन आउँछ 108 डिग्री। यसरी नि टमाटोको 40 प्राइसलाई हामीले डिग्रीमा लानु पर्यो भने यो यहाँ 40 डिभाइड बाइ टोटल भ्यालु यहाँ आकै छ 300 इन्टु 360 डिग्री गर्यो भने इजिकल टु यो हुन आउँछ तपाईको 48 डिग्री आउँछ। यसैगरी अब यो 80 को निकाल्नु पर्यो भने यस्तै प्रकारले 80 डिभाइड बाइ टोटल भ्यालु 300 इन्टु 360 गर्नुपर्छ इजिकल टु यो भनेको तपाईको 96 आउँछ, 96 डिग्री। अथवा 40 को 48 डिग्री आयो भने यसको ठिक्क डबल छ 80। त्यसकारणले 48 लाई 2 ले मल्टिप्लाई गर्यो भने पनि 96 डिग्री निकाल्न सकिन्छ। यसैगरी अब यो 60 प्राइसलाई हामीले डिग्रीमा लानको लागि 60 डिभाइड बाइ टोटल 300 इन्टु 360 डिग्री गर्यो भने इजिकल टु यसको आन्सर हुन आउँछ 72 डिग्री। यसैगरी अब 30 छ, 30 प्राइसलाई 30 डिभाइड बाइ 300 गर्ने इन्टु 360 गर्यो भने तपाईको यसको भ्यालु भनेको 60 को हाफ 30 छ, 72 को हाफ गर्यो भने पनि हामी पाउन सक्छौं 36 डिग्री। यसलाई हिसाब गर्दा पनि तपाईको 36 डिग्री आउँछ र यसरी हामी चाहिँ डिग्रीमा लान हामी सक्छौं। हाम्रो लगभग आधी काम सकेको छ भाइ बहिनी हो। अब हामीले यसरी चाहिँ यो आएको जुन कमोडिटी दिएको छ यो कमोडिटीको प्राइसलाई हामीले डिग्रीमा लानको लागि यो तरिकाले इच भ्यालु डिभाइड बाइ टोटल भ्यालु इन्टु 360 गर्ने बित्तिकै यसरी डिग्री आउँछ। अब यसलाई हामीले चेक गर्न सक्छौं। यो जम्मै एड गर्यो भनेदेखि हामी यहाँ प्राप्त गर्न सक्छौं 360 डिग्री। अब यो गरेको भयो भनेर हामी कन्फर्म हुन सक्छौं। र यसरी अब हामीले यो चेक गर्ने यहाँनिर कहीँ यदि
360 डिग्री आएन भनेदेखि हामी यसलाई फेरि चेक गर्न सक्छौँ। यसरी यो 360 डिग्री आयो, अब हाम्रो यो निकालेको भएको छ र अब हामी यो प्रत्येकको मसरुमको, टमाटोको, बिनको, ब्रिन्जलको, पटाटोको हामी चाहिँ यो डिग्रीबाट चाहिँ हामी यहाँनिर पाई चार्टमा देखाउन सक्छौँ। यसरी अब हामी यहाँ हामीले जुन यो डिग्री निकाल्यौँ, अब यसलाई हामी वृत्त चित्रमा देखाउन सक्छौँ। यसको लागि हामी कम्पास प्रयोग गर्नुपर्छ र एउटा हामीले यहाँ अब सर्कल खिच्ने, ठिक्क धेरै ठुलो पनि होइन धेरै सानो पनि होइन, ठिक्क किसिमको हामीले एउटा यहाँनिर सर्कल खिच्नुपर्छ। यसरी भाबिने हो। अब हाम्रो यहाँ सेन्टर यहाँ हामीलाई थाहा भएको छ, यहाँनिर सेन्टर दिने र त्यसपछि हामीले एउटा चाहिँ यतापट्टि एउटा रेडियस तान्ने, एउटा अर्धव्यास हामीले तान्नुपर्छ। अब हामीले यसैलाई आधार मानेर हामी अब माथिको डिग्री यहाँ हामी नाप्न सक्छौँ। यसको लागि हामीलाई यो प्रोटेक्टरको प्रयोग गर्नुपर्छ। अब हामी यो प्रोटेक्टरको प्रयोग गरेर अब हामी चाहिँ यहाँनिर चाहिँ एङ्गल नाप्दछौँ। जस्तै यहाँ दिएको छ हामीलाई, ल हामी अब यो रेडियसलाई बेस मानेर अब हामी यहाँनिर चाहिँ प्रोटेक्टरको प्रयोगले हामी नाप्ने। जस्तै यहाँ हामीलाई दिएको छ मसरुमको 108 डिग्री, अब हामी यहाँनिर नाप्ने। सजिलो छ यो, कुनै त्यस्तो गाह्रो छैन यो। यसरी हामी यसलाई नाप्न सक्छौँ। यो हाम्रो 108 डिग्री भयो, 108 डिग्री। फेरि यसलाई हामीले कपी फर्काएर हामी फेरि यसलाई रेडियस मान्ने। यसमाथि फेरि अब हामीले आधा लिएर हामीले 48 डिग्री मेजरमेन्ट गर्ने। सजिलो छ यो, हामी यो प्रयोग गरेर यहाँनिर 48 डिग्री लिने। यो भयो 48 डिग्री। फेरि अब यसै गरी यसलाई हामीले रेडियस मानेर चाहिँ हामीले 96 डिग्री मेजरमेन्ट गर्ने। सजिलो छ यो, हामी प्रोटेक्टरको प्रयोग गरिरहेका छौँ। 96 डिग्री। तपाईँको यो भयो 96 डिग्री। यसलाई हामी यहाँ मेट्न पनि सक्छौँ, धेरै भएकोलाई अहिले हामी मेट्न पनि सक्छौँ यो। त्यसै गरी अब फेरि यसलाई रेडियस मानेर अब हामी यहाँनिर चाहिँ तपाईँको 72 डिग्री मेजरमेन्ट गर्न सक्छौँ। 72 डिग्री। सजिलो छ यो। 72 डिग्री भनेपछि 70 यो यहाँ पर्यो। अब तपाईँको यो बाँकी रहेको भनेको चाहिँ अटोमेटिकल्ली यो बाँकी रहेको चाहिँ 36 डिग्री हुन्छ। हामीले यो खिचिसकेका छौँ। मैले अघि नै भनेको थिएँ, अब हामी यसलाई यो मेटाउन सक्छौँ, किनभने हामीले पेन्सिलले बनाइसकेपछि हामीलाई काम नलाग्ने कुरा मेटाउन सक्छौँ। यसरी हामीले यो भाबिने हो, दिएको कमोडिटी, दिएको वस्तुहरूलाई हामीले त्यसको प्राइसलाई डिग्रीमा लगेर हामीले डिग्रीमा मापन गऱ्यौँ। अब हामी यसलाई यहाँनिर इन्डेक्स सङ्केत हालिदिनु पर्ने हुन्छ। जस्तै यसलाई हामी सङ्केतको रूपमा हामी यसलाई यस्तो दिन सक्छौँ। हामीले यो प्रत्येक सर्कलमा रहेको प्रत्येक कोण लिएका हुन्छौँ, त्यो ठाउँमा हामीले चाहिँ सङ्केत प्रयोग गर्ने। यसरी हामीले इन्डेक्स लगाउनु पर्छ। अब जुन ठुलो यो ठुलोलाई हामीले चाहिँ अथवा यसलाई हामीले केही पनि नगर्न सक्छौँ, यसलाई हामीले त्यतिकै छोड्न पनि सक्छौँ। सजिलो छ यो र यसलाई हामी कलर पनि भर्न सक्छौँ। यसरी हामी कुनै एउटालाई हामी त्यत्तिकै छोड्ने, त्यो पनि एउटा इन्डेक्सै हुन्छ। यो खाली भएको ठाउँ पनि एउटा इन्डेक्सै हुन्छ यो। र यति गरिसकेपछि हामीले यहाँनिर चाहिँ इन्डेक्स दिनुपर्छ। यसरी इन्डेक्स दिने
जस्तै यहाँ दिएको छ यो भनेको चाहिँ अब हाम्रो 100 भनेको मसरुम हुन्छ। यहाँ मसरुम लेख्ने, त्यसपछि अर्को रहेको छ हाम्रो यो भनेको चाहिँ हाम्रो 48 डिग्री भनेको चाहिँ टोमेटो भयो। त्यसैगरी खाली भएको 96 डिग्री छ, हामी चाहिँ खाली भएको भनेको बिन लेख्छौँ, बिन। त्यसैगरी अर्को रहेको 72 डिग्री, यो भनेको चाहिँ ब्रिन्जल भयो, ब्रिन्जल। र अन्तिममा हामीले कलर भरेका छौँ, यसमा चाहिँ भनेको हामीले यो भनेको पोट्याटो। र यसरी हाम्रो यो काम सिद्धिएको छ। र हामी यसलाई यहाँ हेडिङ पनि लेख्छौँ। अब हामी यसलाई यो भनेको चाहिँ के हो भन्दाखेरि यो भनेको चाहिँ अब पाइ चार्ट, यसको टपिक लेखेको हामीले यो पाइ चार्ट showing the price of different commodity। त्यसपछि हामी यसलाई एउटा बक्सभित्र राख्छौँ। हामीले मजाले यसलाई हामीले बनाउन सक्छौँ, यो कुनै गाह्रो छैन यो। र यसरी हामीले बक्समा हालिसकेपछि हाम्रो यो काम सकिन्छ। जम्मा यो 5 मार्क्सको यो क्वेसन नम्बर 19 मा यो फिक्स आउँछ। पाइ चार्ट र अन्य पनि रहेका छन्, मल्टिपल बायोडायग्रामहरू, पर्सेन्टेज बायोडायग्रामहरू पनि रहेको हुन्छ। त्यो म आगामी भिडियोहरुमा देखाउने नै छु। र यति गरेपछि हाम्रो यो 5 मार्क्सको लागि सक्यो। र आजको यो भिडियो हेरेर भाइ बहिनीहरूले पक्कै पनि बुझ्नुभयो भन्ने मलाई लागेको छ। र यो भिडियो हेरिसकेपछि भाइ बहिनीहरूले कमेन्ट, लाइक, सेयर गरिदिनु हुनको लागि म अनुरोध गर्दछु। थ्याङ्क यू।